सरकार त पहिला पहिला हाम्रो बाउबाजेले भन्थे नपाउनेले के पाए बोक्रेसँग चपायो भने जस्तो जिन्दगीमा कहिले पनि केरा नदेखे मान्छेले केरा पाएछ अनि केरा खाने कुरा ढङ्ग छैन केरा छोडा खान पनि बोक्रेसँग चपाएछ भने जस्तो अब अहिले बालनजीको सरकार चाहिँ नि हिजो कुनै राजनीतिक ब्याकग्राउन्ड नभएका कुनै सैद्धान्तिक वैचारिक र राजनीतिक चेतना नभएका अनुभव नभएका र अर्को रिदम र अर्को ए स्क्वायरले चुनाव जितेका जनतालाई भ्रम पारेर आएका साथीहरू अहिले छन् र चुनाव अगाडि बोल्ने साध्य थिएन बोले गर्थे चुनाव जितेपछि सबै मुख बन्द भएको छ तपाईँहरूले बुम सोचत पनि सबै भागाभाग गरेर देख्छौँ हामी अब मिडियातिर र मालिकको आदेश नबोल्ने भन्ने आएको होला त्यही भएर मालिकको आदेश पालना गर्ने लोकतन्त्रलाई धरापमा पार्ने कर्मचारी सङ्गठन र विद्यार्थी सङ्गठनलाई विघटन गर्ने मध्यपूर्वको युद्धको बहानामा पेट्रोलियम पदार्थको मूल्य अत्याधिक वृद्धि गर्ने महँगी व्यापक बढाउने 100 रुपियाँभन्दा बढीका सामानहरूलाई भन्सार लगाउने भनेर बच्चालाई आमाले किनिदिएको पापादेखि लिएर सामान्य फलफुलसम्म झिकेर फालिदिने काचाकुचु गरेर तोडिदिने फोडिदिने र अपराधीहरूलाई तस्करहरूलाई भ्रष्टाचारीहरूलाई कारवाही गर्ने ठाउँमा चाहिँ नि केटाकेटी आए गुलेली खेलाए मट्याएर सत्यानाश भने जस्तो उहाँको प्रायोरिटी को रे भन्दा विपक्षी दलका पनि हाई प्रोफाइल लिडर र कसले गर्ने त भन्दाखेरि आफै फेरि अपराधको जो जगमा बसेको छ गृह मन्त्रीको बाउ चाहिँ गैँडाको खाएको केसमा 5 वर्ष बसेर आयो भनेर पेपरसहित अभियन्ताले सार्वजनिक गर्छन् त्यो बारेमा उहाँहरूको मौनता देखिन्छ होइन काठमाडौँको 5 स्टार होटलमा कुनै व्यवसायीसँग लेनदेनको क्रममा मन्त्री हुनुभन्दा 3 दिन अगाडि कुटाकुट भएर आँखाको डिल्लैमा भएका निलो डोप चाहिँ त्यही हो अब भन्छन् त्यो विषयमा उहाँहरू मौनै जस्तो देखिन्छ जेनजी मुभमेन्ट पछाडि 6 महिनाको दौरानमा 52 लाखको सेयर किन्नु भएको छ अब ऋणको चाहिँ नि एउटा नक्कली तमसुक पनि कता आयो भन्ने सुनेको छु मैले अब एउटा कुनै पदमा नभएको लफङ्गालाई कसरी त्यस्ता केस आए के ऋणहरू आए र भ्रष्टाचार केसलाई आएको डिजीलाई चाहिँ नि बचाउँछु अख्तियारबाट बचाउँछु के गर्छु म रातारात अख्तियार कार्यालय जान्छु एउटा आफ्नो प्रोफाइल मेन्टेन नगरिकन सम्बन्धित निकायलाई आदेश दिनलाई संवैधानिक निकायका व्यक्तिलाई आदेश दिन्छु भन्दै चाहिँ नि जानेर भित्र गएर गोडा मोलेर फाल्न बचाइदिनु पर्यो र 1 करोड कारोबार भएका कुरा पनि आएका छन् त्यही दौरानका सेयरका खरिद भन्ने कुरा पनि आएका छन् जस्तो मन्त्री हुनुभन्दा अगाडि तातवानीमा गएर होटलमा गएर रङ्गलीला मचाका कुरो पनि आएको त्यही भएर यो चाहिँ नि कुनै योग्यता क्षमता हैसियत नभएका व्यक्तिहरूको एउटा नौटङ्की सूचना भएको छ हिजो पुराना दलहरूलाई 35 वर्षमा यसो गरे उसो गरे भनेर जे उहाँले गर्नुभएको छ उहाँहरूको यो 35 महिना पनि टिक्ने लक्षण चाहिँ म देख्छु अनि जस्तो तपाईँहरूले चौतर्फी रूपमा विरोध गर्दाखेरि होइन फेरि जनता त उहाँहरूकै साथमा हुनुहुन्छ यो सरकारको प्रशंसा जताततै देखिन्छ तपाईँहरूले विरोध गरेर के गर्ने जनता हेर्नुहोस् त उहाँहरूको पक्षमा म त त्यस्तो देख्दिनँ तपाईँहरूको मिडियाका साथीहरू पनि पहिला जति उहाँसँग पोजिटिभ जस्तो म देख्दिनँ किनभने अहिले हामी पनि अपडेटै छौँ सोसियल मिडियामा पनि जुन खालको पहिला थियो अहिले त्यो सोसियल मिडियामा पनि म देख्दिनँ अझ पछिल्लो बेला त सुकुम्बासीहरूका गरिबका घरहरू भत्काए बापत रविजीदेखि लिएर खगेन्द्र सुनार सरले बोलेका कुरा सुकुम्बासी घर भत्काउन सबभन्दा डोजरमा छाती थाल्छु म भनेको कुरा तपाईँलाई भाइरल बनाएकै देख्छु म होइन महँगी बढाउन भनेर चाहिँ नि हरेक चिजमा महँगी बढेको कुरा तपाईँले देखाउनु नै भएको छ पेट्रोलियम पदार्थको मूल्य र ग्यासलाई सिलिन्डरलाई हाफ र इन्डियाबाट हामी पेट्रोल ल्याउँछौँ इन्डिया र नेपालमा 80 देखि 120 सम्मको चाहिँ नि लिटरमा ग्याप भएको पनि हामीले देखेकै छौँ सिमाना टाइट गर्ने बाहनामा सामान खरिद गर्न नदिएको कुरा पनि देखेको छ त्यसो हुँदाखेरि दिन प्रतिदिन यसको लोकप्रियता ह्रास आएको छ अब सवाल के छ भने चुपचाप घन्टीमा छाप भनेर कतिपय साथीहरूले हिजो घन्टीमा चाहिँ छाप हानेर अब 1 महिना पनि भएको छैन 2 महिना पनि भएको छैन अहिले नै के विरोध गरौँ भनेर भित्रभित्र कुड्डिए पनि बाहिर कतिबेर विरोध नगर्नु भयो होला तर मलाई लाग्छ सरकारको समर्थनको पारो चाहिँ निकै धेरै घटेको छ र बालनजीको सरकारको चाहिँ काउन्टडाउन सुरु भएको छ जस्तो लाग्छ जस्तो अहिले होइन तपाईँले विरोध गर्दाखेरि सुदन गुरुङको राजीनामा माग्दै गर्दाखेरि विगतमा तपाईँको सरकारले समर्थन गरेको अथवा भनौँ पूर्व गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा राजीनामा दिनु पर्दैन भन्ने एमाले अहिले सुदन गुरुङको राजीनामा माग्ने कुन नैतिकतामा टेकेर हो भन्ने प्रश्न छ कि नेकपा एमाले चाहिँ नि शेरबहादुर तामाङजीले बङ्गलादेशका स्टुडेन्टहरूको बारेमा एउटा विवादित अभिव्यक्ति दिनुभयो भनेपछि उहाँ कानुन मन्त्रीबाट राजीनामा दिनुभयो गोकुल बास्कोटाजीको एउटा प्रमाणित नभएको अडियो सार्वजनिक भएका कारणले सञ्चार मन्त्रीबाट उहाँले राजीनामा दिनुभयो
विगतमा यस्ता धेरै हिसाबले नैतिकताको धरातलमा एमालेका मन्त्रीहरू टिकेका छन्। अब जहाँसम्म भिजिट भिसा प्रकरण, बालुवाटार प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, के प्रकरण भनेर उहाँहरूले भन्नुभएको छ, त्यो बारेमा विगतमा पनि अनुसन्धान भएकै छ। अझ पनि थप अनुसन्धान गर्ने बेला उहाँले प्रयास गरे जस्तो लाग्छ मलाई। अनुसन्धानले प्रमाणित भएका सन्दर्भका विषयमा हामीले केही बोलेका छैनौँ। तर हिजो मैले अहिले पनि भने अल्गोरिदमको प्रयोग गरेर विशेष गरेर स्थापित पार्टी र नेताहरूलाई बदनाम गराउनको लागि कतिपय इस्युहरू उहाँहरूले कथा उपन्यास बनाउनु भएको छ। त्यो आधारमा नेताहरूलाई बदनाम गर्नुभएको छ। जस्तो दिपक भट्टको सन्दर्भ पनि केपी ओली, देउबा र प्रचण्डसँग उहाँले जोड्नुभयो, उहाँले संरक्षण गरेर हल्ला हल्ला गर्नुभयो। तर अनुसन्धान गर्दै जाँदा त उहाँसँग सम्बन्धित मान्छे कोही पनि भेटेनन्। को भेट्यो भन्दा सुदन गुरुङै भेट्यो, उहाँसँग सेयर पार्टनर। को भेट्यो त भन्दा कार्की आएको 25 सदस्य विज्ञानराज सर्वे भेट्यो, उहाँको चाहिँ सेयर सदस्य। को भेट्यो त भन्दा हिजो हामीलाई बदनाम बनाउन लागेका धेरै पत्रकार मित्रहरू आफ्ना नाममा, श्रीमतीको नाममा, कसका नाममा सेयर हालेकै भेट्यो। भनेपछि त उहाँहरू करण एकातिर, कथन एकातिर छ। अब केपी ओलीले संरक्षण गरेको थियो भने त केपी ओलीसँग सम्बन्धित मान्छेहरूको नाममा सेयर भेटिनु पर्थ्यो नि त। कहीँ भेट्दा त हामीले देखाएको छैनौँ अहिलेसम्म। त्यस पछाडि बालुवाटार के प्रकरण रह्यो, गिरिबन्धु भन्नुभयो होइन। अनि ओम प्रकाशजीले के भन्नु, पीडित कसैले पनि निवेदन नदिया हुनाले गिरिबन्धुको फाइल खोल्न सकेन भनेको छ त। हामीले गिरिबन्धुको फाइल खोल्नुहोस् प्रधानमन्त्रीज्यू, के रहेछ हामी पनि हेरौँ। यस्ता वाहियात विषय यति भनेर के रहेछ यति हेरौँ त हामी पनि। ओम्नी भनेर हेरौँ त। त्यो तयारी गर्दैछ सरकारले र तपाईँको पार्टी अध्यक्ष र स्वयं तपाईँलाई पनि अब चाँडै हतकडी लाउँदैछ भन्ने चर्चा छ कि। त्यो त केमा लाउने त हतकडी। मैले अहिले पनि भने नि, चर्चा कुरा छोड्नु न। अहिले तस्कर समाउने हो कि, भ्रष्ट समाउने हो कि, अपराधी समाउने हो कि, विपक्षी दल र उनीहरूलाई विरोध गर्ने मान्छेलाई समाउने त। जस्तो महेश बस्नेतदेखि, केपी ओलीदेखि, रमेश लेखकदेखि, के अरे किशोर श्रेष्ठ होइन, हाम्रो जनआस्था किशोर श्रेष्ठ। तपाईँ पनि किशोर, तपाईँ होइन कि ठुलो किशोर हो न, उहाँहरूलाई चाहिँ समाउने किन? यति कडा क्वेसन भयो त त समाउँदैन। किन समाउने त? ल मलाई हतकडी लगाउने, मैले भने त बालेन र सुदनको मरे हजुरबाउ बाउ 7 पुस्ते आएर हतकडी लगायो त। के कारणले हतकडी लाग्यो त उहाँले? त्यसरी रिस उठ्यो भन्दा हतकडी लगाउनु पाइन्छ। तर महेश बस्नेतमाथि निरन्तर अनुसन्धान भइरहेको छ, 2-4 घन्टामा समातिन्छ भन्छन् कि। हेरौँला, त्यो पनि हेरौँला। धेरै विभिन्न प्रकारको आरोपहरू त लागेको छ नि नेताजी। यो सबै कुरालाई चुनौती दिएर अगाडि बढेकै मान्छे हो महेश बस्नेत। तपाईँलाई सोध्न खोजेको प्रश्नको आशय तपाईँले बुझ्नुभयो। मैले बुझेँ। जवाफ चाहियो। म राजनीतिमा 2-3टा कामबाट जहिले पनि टाढा रहेर राजनीतिमा आएको मान्छे हो। एउटा, महेश बस्नेतले राष्ट्रघात जिन्दै गर्दैन, महेश बस्नेतले भ्रष्टाचार जिन्दै गर्दैन, महेश बस्नेतले अपराध जिन्दै गर्दैन। र 6 महिनादेखि हामीलाई दुःख दिन सकिन्छ, गिरफ्तार गर्न सकिन्छ भनेर जुन धन्दा साथीभाइले गरेका छन्, मैले त म जति च्यालेन्ज कसैले गरेको छ त? बिचमा खुकुरी राख, तिमीले भनेको मान्छेलाई अनुसन्धान अधिकृत बनाऊ, अनुसन्धान गर, पुष्टि भयो भने कानुनी कारबाही मात्रै होइन कि म सेरिन तयार छु भनेको छु त। त्यो डायलग मैले नेपाल प्रहरीका उच्च तहका हाकिमहरू महेश बस्नेतलाई पक्राउ गर्न डराएका भन्ने छ क्या। तपाईँको मान्छे छ अरे त्यहाँ। ल भनेपछि त म जो निर्वाचन अहिले म पराजित भएको छु होइन, म अहिले सत्तामा छैन र सत्तामा रहेका मेरो चाहिँ ज्वरो हाँगो ज्वरो नै उक्कन तयार भएका मेरो विरोधी मन्त्री प्रधानमन्त्री भन्दा मेरो ठुलो हैसियत रहेछ भने मेरो लागि त गौरवको कुरा हो होइन। र मैले अहिले पनि भने, अहिले मैले भनेको डायलग चाहिँ यो औषधि जस्तो डेट एक्सपायर हुने होइन, यो हदमियात भएको डायलग होइन, यो सधैँ डायलग हो। तपाईँ छानबिनको दायरामा आउन तयार हो? मेरो विरुद्ध काहीँ कतै उहाँले प्रमाण गर्नुभयो, पुष्टि गर्नुभयो, के गर्नुभयो भने छानबिनको दायरा गरेर भने सुदन गुरुङ, बालेन र म 3जना राख्नु। बिचमा अहिले भने त मैले खुकुरी राख्ने हो कि बन्दुक राख्ने हो राख्नुहोस्, म सेरिन तयार छु भनेको छु त। यही शब्दलाई तपाईँको अराजक भनेर भन्छु क्या अहिलेको बाहिरको। अराजकै सही त भने क्या, मैले आफ्नो सफाइ दिनु पाउन भने क्या मैले। अनि तपाईँ देख्दाखेरि चाहिँ सरल सहज देखिनुहुन्छ, तर त्यो तपाईँले बोल्ने वाक्यांशहरू चाहिँ नि अब तपाईँलाई गुन्डा, डन, अब त्यस्तै पऱ्यो भने चाहिँ त्यस्तै शब्दहरूले चिन्छन् कि। पुष्टि गर्नु नि त त्यो भेट्दाखेरि सहज लाग्ने, फेरि तपाईँले बोल्ने त्यो वाक्यांशहरूले चाहिँ खुकुरी राख, सेरिन तयार छ। मैले फेरि बुझेँ क्या, तपाईँले के भन्नुभयो भने तपाईँलाई 3 दिनभित्र समाउँदैछ, प्रहरी अधिकृत एकदम डराएको छ, सुदन र बालेनले फाइल खोज्दैछन् भनेपछि अनि जवाफ के दिन्छ? तपाईँ सेरिन तयार हो? होइन हजुर भन्ने त जवाब। महेश बस्नेत राजनीतिमा अहिले लाग्यो अरे भने म त 23 वर्षको उमेर गाविस सदस्य भएर लागेको, 23 वर्षको उमेरदेखि अहिले म 52 वर्ष भएँ।
मेरो 29 वर्षको राजनीतिक जीवनमा म यसले भ्रष्टाचार काहीँ गरेको छ भने कसैसँग 1 रुपियाँ 2 रुपियाँ 5 रुपियाँ 10,000 20,000 50,000 काहीँ कसैसँग मागेको छ भने ल्याएछ भने कुनै चाहिँ नि अपराधिक गतिविधि मैले कुनै गरेको छ भने कुनै राष्ट्रघाती काम गरेको छ भने कुनै देशी विदेशी तत्त्वहरूसँग मिलेर मैले कुनै काम गरेको छ भने मलाई कारवाही गर त भनेको छु त मैले बालेन सुदन को हो ती सबै आऊ भनेको छु त अनि म यसलाई यति कुरा मैले डराएर भन्नु पनि त केही यो छैन गृहमन्त्रीको चाहिँ स्पष्ट रूपमा राजीनामा एमाले मागेको होइन राजीनामा दिनुपर्ने होला नि त होइन र भने क्या अनि त्यो उसले चाहिँ किन दिएको हाम्रो उद्योग मन्त्री के अरे के शाह उमेश शाह दिपक Right to recall. दिपक शाहलाई राइट टु रिकल किन निकाल्यो त बिचरा उनको त के थियो तर विधामा बसेको श्रीमती गोल्ड मेडलिस्ट त्यतिको चाहिँ एउटा क्षमता राख्ने महिला स्वास्थ्य बिमा जागिरी रहेछन् उनी विधामा बसेपछि हाजिर भए बापत निकाल्दा नि त अनि यति गम्भीर प्रकृतिको विषय उनको आइसके पछाडि 6 महिनाको दौरानमा 52 लाख सेयर कहाँबाट आयो डिजीले धम्काएर लिएको 1 करोडको कुरा के हो फार्म स्टार होटलमा कुटाकुट गरेको कुरा के हो आँखा मुनिको नीलदाम के हो यो त भन्नु पर्दैन तातबानीको होटलमा गएर गरेको कुरा के हो अहिले पो मन्त्री भयो होला मन्त्री हुनुभन्दा अगाडि त एउटा लफङ्गा जीवन बिता मान्छे हेर्न ती साथीहरू हामी त 23 वर्षदेखि गाविस सदस्य भएर एउटा अनुशासित जीवन बिताएको नि गुन्डा डन भन्नुहुन्छ अब हामीभन्दा 10 गुणा बढी गुन्डा डन होइन यिनीहरू हामीले कसले के गरेछ हामीले कसैले 2 शब्द नमिठो बोलाएको छ कि हामी त सबैको सेवा गरेर सबैलाई सत्कार गरेर सबैलाई सहयोग गरेर भक्तपुर जस्तो एमालेको जरो मुसो डबा ठाउँमा अर्को रिदमले जिताएर हामीले बिरामी बगडामा भेटी मान्छे बितेठा गई शुभकामना दिदी कतिको सेवा गरेर विकास गरेर के गरेर चुनाव जिते होइन अनि हामी जस्ता मान्छेको पछि लागेर यिनीहरूले आफ्नो राजनीति बनाउने त्यो सम्भव म देख्दिनँ भनेको यो जित चाहिँ अल्गोरिदमको राजसभाको झन्डै 2/3 त्यो त भनेका छन् नि त मैले मात्र भनेर नेपालका एकदम प्रकाण्ड विद्वानहरूले भन्छ नि त 3टा ए भनेकै छ नि त अल्गोरिदम अर्को ए स्क्वायर बुझेकै छ तपाईँहरूले होइन यो समय धेरै रहँदैन यस्ता खालका अस्थायी जनमत धेरै समय मलाई लाग्छ यो 1 महिनाको दौरानमै पनि उहाँहरूको जनमत धेरै घटे जस्तो लाग्छ तपाईँहरूले चाहिँ नि आत्मालोचना गर्ने ठाउँ छैन जनता अझै पनि अब एमाले भन्ने बित्तिकै नाक खुम्साउँछन् के विषयमा आत्मालोचना गर्ने भन्नु नि त ठोस विषय यो चाहिँ तपाईँहरूको कमजोरी हो त्यहाँ चाहिँ आत्मालोचना गर्ने भन्नु नि त जनताको मुद्दा बोक्न नजानेर जनताको हितमा काम गर्न सक्नु हाम्रो एकजना चाहिँ धार्मिक मान्छे थिए व्रत भयो भने उनी के भन्छ नजानेर काहीँ कतै जमिनमा किरा कुल्च्या भए माफ पाउँ भने ती चामल भात चढाएर खान्थे अनि नजानेर एमाले काहीँ कतै कमजोरी गल्ती गरेर छ भने माफी माग्छौँ हामी गल्ती स्वीकार्छौँ दिया भए राम्रो गर्नुभयो दिएको भएर अब किन धेरै अभियन्ताले चाहिँ हामी 100 दिन टिक्छौँ हजुरले पनि भन्नुभयो रुक्छौँ हेर्छौँ भनेको सरकारलाई अहिले 4 बजी फेरि जिएनजीको माइती घरमा आन्दोलन छ हामी 100 दिन ढुक्दैनौँ टिक्दैनौँ र सरकारलाई दबाब गर्छौँ भनेको छ के छ हजुरको भनाइ हामी पनि 100 दिनसम्म चाहिँ नि एकदम रचनात्मक प्रतिवेशी बस्ने भनेका थियौँ तर 13 दिन 13 गते शपथ ग्रहण गरेर 14 गते नै केपी शर्मा ओलीले गिरफ्तार गरेर आफ्नो कालको बाटो आफैले खोजेर मैले त्यही दिन पनि भनेको थिएँ अभिनव काउन्टडाउन सुरु भएर हामीले सडक आउनु बाध्य बनाइयो 12 गते केपी शर्मा ओलीज्यूलाई गिरफ्तार मुक्त नगरेको थियो भने निर्णायक आन्दोलन हामीले घोषणा गरेका थियौँ अदालतले न्याय दिएको कारणले 12 गतेको आन्दोलनलाई हामीले अहिले स्थित गरेका छौँ र जनपरिचालन र कार्यकर्ता परिचालनमा केन्द्रित गरेका छौँ अब सुदन गुरुङले राजीनामा दिए भन्ने कुरा साँच्चीको भने राम्रै गरे किनभने उनी बहिर्गमित र निष्कासित हुँदै थिए उनलाई बहिर्गमित र निष्कासित हुने कुरामा हामी पनि अहिले लागेका थियौँ किनभने लाग्न बाध्य थियौँ हामी पनि र राम्रो गरे किनभने ठुलो दुर्घटनामा पर्दै थिए किन छानबिन भयो त्यो त दुर्घटना अब तपाईँले यसले देखेको राजीनामा भावी दिएर राम्रो गृहमन्त्री गरे। चाहिँ को हो यसो महेश बस्नेत म हो गृहमन्त्री भन्दै म जान्दिनँ अब त्यहाँ अमरेश सिंहहरू छन् नि त अमरेश सिंहले दियो हो नि त मेरो त पुरानो साथी हो होइन अमरेश सिंह अमरेश सिंहले गृहमन्त्री दिएर इज्जत राख्दै हुन्थ्यो तपाईँहरू अहिले लयमा मेरो चाहिँ सुझाव है। 1 महिनामा तपाईँहरू एउटा लयमा आउनुभएको हामी सधैँ लयमा छौँ मैले अहिले पनि भने हामीले काहीँ लय बिगारेको छ भने यो कुरा चाहिँ के हो भन्नु न कुनै विषय छ भने भन्नु न यस्तो कुरा चाहिँ अमूर्त भन्दा अनि जस्तो अमूर्त होइन मूर्त कुरा गर्नु ल कुनै लयमा हामीले बिगारेर यो चाहिँ लय बिगारेछ भन्नु न तपाईँहरू केपी ओलीको विकल्प खोज्दै हो खास गरी विशेष महाधिवेशनको चर्चा छ कि एमाले भित्र विशेष महाधिवेशन हुँदैन केपी ओलीको विकल्प खोजिँदैन 3 बुढो महिना हुनुभयो, अगाडि अब आराम गर्ने बेला भयो उहाँको उमेरले कहाँ त्यो मापन हुन्छ जोन बाइडेन 86 वर्ष होइन अहिले के अरे मोदीको उमेर कति भयो 75 वर्ष पुग्नुभयो के अरे हाम्रो सी जिनपिङको उमेर कति हो डोनाल्ड ट्रम्पको उमेर कति हो त्यही भएर राजनीतिमा उमेरले व्यक्तिको क्षमताको मापन हुँदैन त्यसो हुँदाखेरि नेकपा एमालेमा विशेष महाधिवेशन पनि हुँदैन नेतृत्व चयन पनि हुँदैन 3 महिना अगाडि हामीले 1 वर्ष अगाडि अर्ली महाधिवेशन गरेका छौँ उच्च लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छानेका छौँ
त्यही भएर केपी शर्मा ओलीज्यूको नेतृत्वको विकल्प अर्को 5 वर्ष चाहिँ छलफल हुँदैन। यो सहकारी पीडितको पैसा 3 महिनाभित्र 100 दिनभित्रमा राष्ट्रपतिले फिर्ता गर्ने भनेर आफ्नो वाचापत्रमा छ। अहिले पनि पीडितहरू के होला भन्ने छन् कि अब तपाईँहरू जस्तो प्रतिपक्षीहरू सशक्त आवाज अहिले अल्गोरिथमकै डरले हो कि किन अलि उठाउनुहुन्न भन्ने पनि छ होइन? के छ यो सहकारी पीडित? राष्ट्रिय ढुकुटी प्रयोग गरेर सहकारी पीडित भनेर रवि लामिछाने जीवी राईहरूले ठगेको पैसा जनतालाई बाँड्न पाइँदैन। 3 महिनाभित्र पैसा बाँड्नु भएन भने हिजो जसरी समस्याग्रस्त सहकारी आयोग बनाएर हामीले सहकारी पीडितहरूलाई न्याय दिने प्रक्रिया राख्दाखेरि हामीलाई प्रतिशोधदेखि लिएर अनेक आरोप उहाँहरूले लाउनु भएको छ। त्यो गर्नु भएन भने सहकारी पीडितहरूलाई ठगहरूलाई कारबाहीको दायरामा ल्याउने र ठगहरूबाट पैसा जफत गरेर पीडितहरूलाई दिलाउने कुरामा चाहिँ हामी आन्दोलन नेतृत्व गर्छौँ। अन्तिममा हजुर, आज यो 77औं स्थापना दिवसको क्रममा चाहिँ विगतका इतिहासलाई हेर्ने हो भने कम्युनिस्ट बेला बेला फुट्ने मिल्ने क्रम छ। आजको यो स्थापना दिवस सँगसँगै कम्युनिस्ट अगाडि कसरी बढ्छ? कम्युनिस्ट पार्टी फेरि एकपटक चौतर्फी हमलाको चाहिँ नि एउटा चाहिँ नि शिकार बनेको छ। नेपालबाट कम्युनिस्ट पार्टीलाई समाप्त गर्नुपर्छ भनेर राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू लागेका छन्। यो सबै विषयलाई हामीले गम्भीरताका साथ हेरेका छौँ। अब आम रूपमा सबै कम्युनिस्टहरूलाई एकताबद्ध बनाउन सक्ने कुरा निकै राम्रो कुरा हो।